भनेपछि 40 करोड नेपाली परे पनि चाउमिन 1 प्लेट चाउमिन चाहिँ खानै पर्यो 1 प्लेट चाउमिन खाने हजुरको मुखमा दुध र दही परोस् हजुर। यदि आज चाहिँ यदि तपाईको खातामा 40 करोड आयो भने के गर्नुहुन्छ तपाईँ? 40 करोड आयो त नाची नाची खाइन्छ हजुर। नाची नाची केही गरिँदैन? केही गर्ने हो, पैसा त ठिकै कमाइन्छ कि बचाउन सकिन्न हजुर, के गर्ने हो त्यति। बचाइ छैन? छैन, बचत छैन। बचाउनु पर्यो नि। 50-52 लाख आयो भने सानोतिनो किराना पसल खोलेर बस्नुहुन्छ। फेन्सी किराना 40 नमस्ते सर, हजुरलाई नै बोलाएको सर, यता हेर्नुहोस् न। नमस्ते, यो माइक लिनु न है। आज हामीले लोटोको विषयमा छ सर। लोटोको विषयमा यहाँ केही बस्नु छ? यसो मेरो लागि समय दिनुहुन्छ? लोटो किन? होइन 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 केही। हेलो गाइज, कहीँ कतैबाट तपाईँको मोबाइलमा मेरो भिडियो आएको छ भने स्किप चाहिँ नगर्नु होला। पुरा छ नेपाली 28 देखि 40 करोडको, त्यो पनि लोटोको बारेमा छ। आजको कन्टेन्ट भनेको हाम्रो लोटोको छ। यहाँ केही हामी नेपाली साथीहरू बिच चाहिँ एउटा लोटो चिट्टा चाहिँ फर्स्ट प्राइज चिट्टा पऱ्यो भने के गर्ने भन्ने कुराहरूको कुरा छ। 40 करोडको भिडियो चाहिँ स्किप नगर्नु होला। हामीसँग यहाँ एउटा नेपाली मित्र हुनुहुन्छ। हेलो सर, नमस्ते, आराम हुन्छ? नमस्ते, गुड मर्निङ। आराम एकदम। तपाईँ कहाँदेखि? नेपाल घर? मेरो तेह्रथुमबाट हो सर। तेह्रथुम? हजुर सर। तेह्रथुम। कति भयो तपाईँ अहिले कोरिया आएको? कोरिया आएको चाहिँ 4 वर्ष जस्तो भयो सर। 4 वर्ष? हजुर सर। अनि कस्तो छ यहाँको हावापानी, यहाँको बसाइ? बसाइहरू सबै कुरा राम्रो छ। सुरक्षाको हिसाबले? सुरक्षा त भन्नै पर्दैन, एकदम राम्रो हो। सुरक्षाको तपाईँलाई यदि यो कोरियामा फर्स्ट प्राइज लोटो किन? होइन 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 केही। लोटो किन? होइन 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 केही। हेलो सर, नमस्ते। नमस्ते सर, हजुरलाई नै बोलाएको सर, यता हेर्नुहोस् न। नमस्ते, यो माइक लिनु न है। आज हामीले लोटोको विषयमा छ सर। लोटोको विषयमा यहाँ केही बस्नु छ? यसो मेरो लागि समय दिनुहुन्छ? आउनु न, यता अगाडि हो। कति दुःख दिनुहुन्छ हो सर, यता हेर्नुहोस् न। हजुर हजुर, ल क्यामेरातिर हेर्नुहोस् त। यहाँ आउनु ल सर, यता हेर्नुहोस् न। सुन्नु न राम्रोसँग। हजुर भन्नुहोस्। अलिकति आनन्दित तरिकाले चाहिँ इन्टरभ्यू दिउँ न भनेर के सर, एउटा कुरा सोध्छु भनेर। हजुर भन्नु न। आज हाम्रो कोरियाको यो लोटोको बारेमा। ए लोटो लोटो चिट्टा निकै महत्त्वपूर्ण प्रश्न उठाउनु भयो त तपाईँले त। अनि यो चिट्टा तपाईँलाई यदि फर्स्ट प्राइज पऱ्यो भने के गर्नुहुन्छ तपाईँले? फर्स्ट प्राइजकै लागि त निकैचोटि मैले नि दावेदार गरेको, अहिलेसम्म त छैन। तर पनि फर्स्ट प्राइज पऱ्यो भने यो कोरिया बसाइ छोटो बनाएर नेपालमै केही गर्ने उद्यमशीलता अपनाउने योजना तरिकाले अगाडि बढ्दैछु। अहिले कति वर्ष भयो हजुर कोरिया? मेरो कोरियाको बसाइ अहिले पछिल्लो समय 2 वर्ष बिताइसक्यो। 2 कार्यकाल? हजुर, 2 कार्यकालको अहिले दोहोरो 7 वर्ष, करिब 7 वर्ष। अनि त्यसपछि चाहिँ तपाईँले यो लोटो यदि फर्स्ट प्राइज कतिको हुन्छ? हाम्रो लगभग 30 देखि 40 करोड हुन्छ है। 30 देखि 40। अब त्यो कतिजनामा डिभाइड हुन्छ क्या, धेरै जति थोरैजना पऱ्यो उति धेरै पैसा पर्ने सम्भावना धेरै हुन्छ। यदि फर्स्ट प्राइज पऱ्यो भने 40 करोडको हाराहारीमा पऱ्यो भने तपाईँले के गर्नुहुन्छ? सपना के छ? सर्वप्रथम त म अब यो हामी यहाँ आएको भनेको पैसा कमाउनैको लागि हो। हजुर। अब यसै चिट्टामा भाग नै छ भने त त्यही लगानी लगेर नेपालमा यसो केही यस्तै जस्तो यो कोरियामा देखिएको छ नि, हामीले सिपमूलक विभिन्न कम्पनीहरू छन् नि, त्यसैमा त्यस्तै आफूले सिकेको सिप हजुर नेपालमा गएर एउटा सानो भए तापनि कम्पनी खोलेर अनि आफ्नो सिप त्यहाँ प्रस्तुत गरेर अनि अब हामी त बेरोजगारी भएर यहाँ वैदेशिकमा आउनु पर्यो भने अरू केही सीमित व्यक्तिहरूलाई रोजगार दिने सकिन्छ नेपालमै बसेर पनि। यहाँ त्यो अब भाग्य चिट्टामा भर पर्ने कुरा भयो। मात्र कम्पनी मात्र खोल्नुहुन्छ हजुरले 40 करोडमा? अब विशेष त त्यही हो, अब आफू एउटा उद्यमशीलतातिर लागौँ भन्ने कुरो। कति अर्काको गुलामी गर्नु। अब वैदेशिक 7 वर्ष बस्दा पनि अझै कमाउँदा पनि अझै नपुगेको, त्यो उसले त हुने केही होइन। तै पनि भाग्य चिट्टाले सिधै एकैचोटि लगानी गर्न पाइयो हामीले। भनेपछि कम्पनी मात्र खोल्ने चाहना छ, अरू त्यस्तो केही छैन? ठुल्ठुलो सहरमा बस्ने
यस्तो अनि यो गर्ने, मेरो यस्तो केही गाडी छैन किन्छु, त्यस्तो यस्तो म किन्छु, केही छैन म एउटा नर्मल गाउँमा हुर्केको व्यक्ति हजुर मलाई यो ठुलो सपना भन्ने केही छैन एउटा यो आफूले जे भोग्यो नि हजुर त्यो अरूले पनि सीमित कोही आफूले चाहेको कसैले पनि नभोगाउन् भनेर त्यो एउटा ठुलो गाडी किन्यो घर बनायो त्यो गऱ्यो त्यो एउटा आफू व्यक्तिमा निहित भयो हजुर त्यति लगानी गऱ्यो भने त अलिक 8-10 जना 20 जना 100 जनाले जो रोजगार त भनेपछि पायो नि। तपाईँको सोच आफू बजारमा ठुलो भएर हिँड्नुभन्दा पनि केही मान्छेहरूलाई हजुर, चाहिँ रोजगार हजुर, दिउँ अँ। केही गरौँ देश बनाऊ ल भन्ने सर, सोचमा ल सर मलाई हतार छ धन्यवाद छ हुन्छ त्यो आफ्नो अमूल्य समय दिनुभयो धेरै धेरै हुन्छ, धेरै, धन्यवाद ल, ल, ल। हस् हस् यहाँ हामीसँग अर्को दाजु पनि हुनुहुन्छ दाजु तपाईँ नेपाल कुन ठाउँदेखि हो भैरवा कुन ठाउँदेखि भन्नुभयो भइरहेदेखि भैरवादेखि अनि आजको विषय छ हाम्रो लोटोको बारेमा दाजु थोरै समय छ दिनुहुन्छ लोटोको बारेमा छ हाम्रो यदि लोटो तपाईँलाई फर्स्ट प्राइज लगभग तपाईँको खातामा नेपाली 40 करोड आयो भने तपाईँले के गर्नुहुन्छ सपना के छ तपाईँको सपना त अहिले तत्काल बुनेको छैन अनि यदि तर यदि परिहाल्यो भने पनि आतिकेर घर जाँदैन होला जस्तो लाग्छ म हजुर यहीँ काम गरेर नि नेपाली 40 करोड भयो भने 1-1.5 वर्ष यहाँ जे सजिलो काम छोडेर खोजेर बेसिक काममा गर्छु बेसिक काम गर्नुहुन्छ 40 करोड खातामा हुँदा पनि तपाईँ काम गर्नुहुन्छ बेसिक काम गरेर पनि यहाँ घुम्नु पर्ने र देख्नु पर्ने ठाउँ अझै केही बाँकी रहे जस्तो लाग्छ त्यो कारणले पनि 1 वर्ष जति म घुमेरै बस्छु अनि यदि 40 करोड भयो भने नेपाल गएर अथवा कुनै ठुल्ठुलो देशमा गएर घुम्छु उता घर किन्छु बस्छु भन्ने सोच छैन नेपालमै गर्ने हो अरू देशमा चाहिँ त्यो छैन आफ्नै देशमा गर्ने आफ्नै देशमा नेपाल गएर के गर्नुहुन्छ 40 करोड सकेसम्म मलाई चाहिँ अरू त त्यस्तो छैन नेपालमा गएर दाना कम्पनी खोल्न सक्यो भने दाना कम्पनी प्लास्टिक दाना प्लास्टिकको दाना एलडिपी जस्तो त होइन त्यस्तै खालको एलडिपी केपिएल भनेपछि यो कोरियामा पनि निकै अनुभवी हुनुहुन्छ यो काममा अनुभव त छैन योभन्दा अगाडि मैले केही 1 वर्ष जति गरेको त्यो भएर 1 वर्षको छोटो अनुभवले गर्दा चाहिँ आफ्नो खातामा पैसा आयो भने केही नेपालमा बिजनेस गर्छु उद्योग खोल्छु भन्ने चाहिँ तपाईँको सोच छ गर्छु भन्दा पनि बिजनेसमै त्यही मात्रै गर्छु भन्ने एउटा भनेपछि हजुरको फर्स्ट सेकेन्ड थर्ड प्राइज छ यदि सेकेन्डै पर्यो भने के गर्नुहुन्छ सेकेन्डै पर्यो भने त विकल्प चाउमिन उद्योग खोल्नु यहाँ टाइम हुँदासम्म बस्ने चाउमिन उद्योग भन्दा त्यो होइन त्यो छैन बरु दानै उद्योग ठिक छ नर्मल पसल गर्ने किराना पसल खोल्नुहुन्छ होइन यदि सेकेन्ड प्राइज कति छ हाम्रो सेकेन्ड प्राइजमा कति जति आउँछ त्यही 80-90 लाख होला नेपाली 80-90 लाख आउँछ कति 50-52 लाख होला सायद कति आउँछ 50-52 लाख आयो भने सानोतिनो किराना पसल खोलेर बस्नुहुन्छ फेन्सी किराना 40 करोड आयो भने आनन्द 2-4 वर्ष यही कोरियामा घुमफिर गर्नुहुन्छ अनि त्यसपछि बाँकी रहेको टाइम छँदासम्म जे होस् मेरो भिजा छँदासम्म बस्छु भनेपछि तपाईँको चाहना त मलाई यस्तो लाग्छ कि यदि तपाईँको खातामा 40 करोड यदि आइहाले पनि तपाईँ इलिगल बसेर भए पनि 1-2 वर्ष यहाँ दुःख गरेरै जानुहुन्छ जस्तो लाग्छ नि मलाई इलिगल त लगभग फर्स्ट प्राइज पर्यो भने बस्नु पर्दैन भन्छन् खै के हो नियम बुझ्नुपर्छ हजुर जे होस् 1 वर्षमा बस्छु फर्स्ट प्राइजै पर्यो भने हुन्छ आफ्नो अमूल्य समय दिनुभयो धेरै धेरै धन्यवाद हस् धन्यवाद बाई 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 दुईजनाको सर्भिस लिइसकेको छौँ फेरि अर्को व्यक्तिको लिँदैछौँ उहाँको सपना कस्तो छ खिच्छु हाल्नु पर्यो त दाजु दर्शन नमस्कार तपाईँको शुभ नाम मेरो बालकृष्ण थापा मगर नेपाल कहाँदेखि नेपाल तनहुँदेखि तनहुँ दमौली त्यो वडा नम्बर सहित नगरपालिका के छ ब्यास नगरपालिका वडा नम्बर 5 मानुङकोट जाने बाटोमा हाल कोरिया कति भयो तपाईँ कोरियाको बसोबास कोरिया यो दोस्रो कार्यकाल हो दोस्रो कार्यकालको 3 वर्ष भयो 3 वर्ष भयो हजुर कस्तो छ तपाईँ यहाँको बसाइ हावापानीदेखि पैसादेखि सबै पैसा ठिकै भने पैसा त ठिकै कमाइन्छ कि बचाउन सकिन्न हजुर के हाल्ने बचाइ छैन बचत छैन के लोटोमै गहा लोटो पार्छ कि भन्यो काट्यो घर बनाउने उनै गइसक्यो पैसा गइसक्यो अनि तपाईँको चाहना चाहिँ फर्स्ट प्राइज पर्यो भने के छ फर्स्ट प्राइज पर्यो भने त घरै जाने हो घरै जाने नबस्ने घर के गर्नुहुन्छ यदि घर गएर चाहिँ बिजनेस गरौँ भन्ने सोच हो के अरे यदि तपाईँको खातामा 40 करोड आयो भने के गर्नुहुन्छ तपाईँ 40 करोड आयो त नाची खाइन्छ नाची केही गरिँदैन केही गर्ने हो पैसा ब्याङ्क आएर राख्ने
डुल्ने खाने त्यो ब्याज गऱ्यो खाने के हाने हजुर त्यो केही गर्न नगर्ने बिजनेस सिजनेस केही नगर्ने छैन अब घुमफिर कहीँ यस्तो टार्गेट कहीँ त्यस्तो उ छ पहिला बङ्गुर पाले हो के अरे हजुर बङ्गुरले डुबायो अँ, अब त्यो उ गर्ने पनि अब पहिला बङ्गुर फार्म पनि खोल्नु भएको थियो यहाँ 5 वर्ष गरेर यहाँ अलिअलि अनुभव अनुभव चाहिँ- थियो गरियो अँ। लकडाउनले गर्दा त्यति राम्रोसँग सञ्चालन गर्न सकिएन यदि तपाईँको खातामा नेपाली 40 करोड भयो भने त कोरियामा जस्तै प्राविधिक तरिकाबाट हामीले प्रविधि अप्नाएर आफ्नै देशमा पनि बङ्गुर फार्म पनि गऱ्यो भने त धेरै राम्रो छ नि हो त्यही विचारमा छु अलिअलि पैसा जम्मा गरेर अब लोटो नपरे नि लोटो नपरे पनि यहाँ 1-2 करोड नेपाली जम्मा गरेर नेपालमा गएर गएर केही गर्न सक्छ। हल्का पहिला अलिक ठुलो गर्ने विचार गरियो एकैचोटि गर्छु भने नहुँदो रहेछ बरु सानैबाट जानुपर्ने रहेछ अलि उमा बुद्धि बल्ल आयो त्यही भएर अब सानो रूपमा चाहिँ राम्रोसँग चलाउँदै जाने चाहना छ बुङ्गुरै खोल्छु नेपालमा गएर बङ्गुरै हो हजुर आफू पनि बङ्गुर जस्तै हुनुभएको छ आफू पनि मान्छे बङ्गुर- त्यही अँ, खाइदिए हजुर ज्ञानी त। आफू पनि बङ्गुर जस्तै हुनुहुन्छ ठिकै छ तपाईँलाई सफलताको शुभकामना यदि लोटो यदि भाग्यले दियो भने राम्रो गर्नुहोस् हजुरको मुखमा दुध र दही परोस् हजुर यदि आज चाहिँ काट्ने छु काट्न त काट्दा काट्दा घर बनाउने पैसा गइसक्यो लोट्दा काट्दाखेरि 2टा नम्बर भन्दा पर्दैन हजुर के हानेर कहिले उसलाई ज्योतिषीलाई देखाएर पनि काटियो हजुर एउटा नम्बर पनि पर्दैन के हानेर भाग्यमा हुनुपर्ने रहेछ जस्तो लोटो काट्दा के कुरा ध्यान दिएर काट्नुहुन्छ तपाईँले के गर्नुहुन्छ के गर्नु हो र लोटोमा गर्दा त त्यही नम्बर हान्ने अहिले त विश्वास पनि लाग्न छोड्यो पर्दैन जस्तो लागिसक्यो त्यत्तिकै अन्दाजीले गर्नुहुन्छ अन्दाजी अन्दाजीले गर्नुहुन्छ अन्दाजीले गर्छु। हस् त धेरै धेरै धन्यवाद हेलो सर नमस्ते नमस्ते हजुर नमस्ते वेलकम तपाईँ कोरिया कति भयो कोरिया आएको चाहिँ लगभग 4 वर्ष 4 वर्ष भयो पुग्न लाग्यो कस्तो लागिरहेछ कोरिया यो कोरिया चाहिँ एकदम रमाइलो छ काम गर्न पनि काम सकिन्छ पनि ठिकै छ होइन काम पनि सजिलै छ कोरियामा चाहिँ हाम्रो चाहिँ कामसहित खेलकुद पनि चल्छ स्वास्थ्यलाई रमाइलो छ, बिदा पनि मानसिकलाई हुन्छ। ध्यान दिउँ होइन हजुर स्वास्थ्यलाई पनि ध्यान दिनु पर्यो हजुर सधैँ काम काम पनि भन्नु भएन हजुर हजुर त्यसको लागि जे होस् रमाइलै छ कोरियाको जीवन जे होस् आफूले जस्तो लिने हो त्यस्तै त्यस्तै हुन्छ होइन अब आउनुलाई के भन्न चाहनुहुन्छ अब आउने नयाँ केटीहरूलाई चाहिँ म एकदम वेलकम भन्न चाहन्छु कोरिया रमाइलो छ आउनुहोस् पैसा कमाउनुहोस् नेपाल फर्केर केही आफ्नो व्यवसाय सुरु गर्नुहोस् त्यही हो केही सेट गरेर आउनुपर्छ केही तयारी गरेर आउनुपर्छ पूर्व तयारीहरू जस्तो मन दह्रो बनाएर आउनुहोस् केही भन्न चाहनुहुन्छ कि त्यस्तो केही छैन त्यस्तो मन दह्रो बनाउनु पर्दैन मन भने यहीँ आएर दह्रो बनाउने हो आफूले जे होस् आउनु पर्यो आउनुहोस् रमाइलो गर्नुहोस् पैसा कमाउनुहोस् इन्जोय गर्नुहोस् त्यही भन्न चाहन्छु मानिसहरूलाई हाम्रो विषय छ धेरै कुरा लम्बाउनु भन्दा पनि हामी विषयमा जाउँ हाम्रो विषय छ लोटोको बारेमा चिट्टाको बारेमा यदि तपाईँलाई यहाँको फर्स्ट प्राइज चिट्टा पर्यो भने लगभग नेपाली 30 देखि 40 करोडको बिचमा पर्यो भने तपाईँको सपना के छ सपना बताइदिनु मलाई चाहिँ लोटो पर्यो भने चाहिँ म चाहिँ केही गर्दिनँ हजुर सर्वप्रथम त 1 प्लेट चाउमिन खान्छु 1 प्लेट चाउमिन खानु त्यसपछि भोलिपल्टै घर जान्छु भनेपछि 40 करोड नेपाली परे पनि चाउमिन 1 प्लेट 1 प्लेट चाउमिन चाहिँ खानै पर्यो 1 प्लेट चाउमिन खाने अरू त्यस्तो सपना केही छैन अरू केही पनि छैन नेपाल जाने रमाइलो गर्ने इन्जोय गर्ने त्यही हो जस्तो काम गर्छु अथवा पैसा राख्छु यस्तो गर्छु बिजनेस गर्छु केही छैन केही पनि छैन ठुलो बिन्दास। सहरतिर त घुम्न जान्छु केही छैन बिन्दास आनन्द आनन्द फिक्समा राख्यो पैसा मजाले खायो, खायो बस्यो, सुत्यो बस त्यही हो ल अरू त्यो चाउमिनको लागि हो तपाईँले लोटो काट्ने भनेको चाउमिनको लागि हो त्यति त्यति हो तपाईँको ठुलो नै उद्देश्य उहाँको ठुलो नै रहेछ उहाँले लोटो काट्नुहुन्छ चाउमिनको लागि ल हुन्छ धेरै धेरै धन्यवाद ल धन्यवाद ओके बाई बाई